प्रमुख अतिथि श्री हर्क साम्पाङ राईज्यूलाई आफ्नो सार्गर्भिक भनाइको निमित्त मन्तव्यको निमित्त म हार्दिक आग्रह गर्न चाहन्छु। सन्चै हुनुहुन्छ? यहाँहरू सन्चै हुनुहुन्छ, खुसी हुनुहुन्छ, त्यो बुझेर अत्यन्तै खुसी लाग्यो। आज यो झापा जिल्ला समिति घोषणा तथा जिल्ला सभा सम्बोधन भन्ने उद्घोषका साथ भइरहेको यो कार्यक्रमका अध्यक्षज्यू, यो अलि माथि रहेछ, कस्तो अप्ठ्यारो लागिरहेछ। म चाहिँ माथिल्लो तलबाट तल्लो तलामा बोल्नु परिरहेको जस्तो लागिरहेछ। म चाहिँ एउटै धरातलमा बस्न चाहने मान्छे होइन, अझ अप्ठ्यारो लागिरहेछ। तथापि यो माथिल्लो तला जस्तो ठाउँमा बस्नुहुने हाम्रा श्रम संस्कृति महाअभियानका ठुल्ठुला ढुङ्गा बोक्न सघाउने केन्द्र तहका ढुङ्गा बोक्ने टोलीका श्रमदाताज्यूहरू, जिल्ला तह विभिन्न तहहरू हाम्रो छ, त्यो तहका विभिन्न तहमा रहेर यो देशका लागि पसिना बगाउँछु भन्ने कसम खाएर निस्कनुभएका सच्चा देशभक्त इमान्दार श्रमदाताज्यूहरू, यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ आज उपस्थित हुनुहुने सम्पूर्ण मैले मान्नुपर्ने आमा बुवा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी जेनजी सबैजना पत्रकार मित्रहरू, सुरक्षाकर्मी, विभिन्न व्यवसायमा आबद्ध हुनुहुने व्यवसायी मित्रहरू, मजदुर मित्रहरू सबैजनालाई माटो प्रेमी अभिवादन, जय श्रमदान भन्न चाहन्छु। अलि जोडले गरौँ त, जय श्रमदान भन्न चाहन्छु। बडो खुसी लाग्छ। जता गयो माटोकै चर्चा, जता गयो देशकै माया, जता गयो सच्चा देशभक्तहरूको लड्को। यो देख्दाखेरि साँच्चै लाग्छ मलाई अनेक परेको अपमान गरेर अपमानित गर्ने मान्छेहरू गलत थिए, तर मैले हिँडेको बाटो गलत थिएन। मैले गर्न चाहेको कुरा गलत थिएन, मैले सोचेको विचार गलत थिएन। यदि गलत विचार भएको भए यतिका धेरै मान्छेहरू दुःख गरेर आउनुहुन्थ्यो र यहाँ आज आउनुहुन्न थियो। त्यसो भएको कारणले गर्दाखेरि सही बाटोमा हिँडेको मान्छे रहेछु भनेर यसो सम्झिँदाखेरि बडो भावुक पनि बन्छु कहिले कहिले। म तपाईँहरूको केही समय लिन्छु, अरू वक्ताहरूले भन्दा अलिक धेरै मैले बोल्नुपर्छ जस्तो लाग्छ कि छोटो बोलौँ। केही मैले भन्नुपर्छ, केही बुझाउनुपर्छ। मैले बुझेको हामीले हाम्रो उद्घोष गीतमा हाम्रो उद्घाटन गर्दाखेरि गाउने गीतमा भने जस्तो हाम्रो आकाश, हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गरौँ सबै मिलेर बनाऊ यो देश। हामीले श्रम गरेर हाम्रो धरतीलाई फुलाउनु पर्छ, फलाउनु पर्छ। हाम्रो धरती फुल्यो फल्यो भने मात्रै हाम्रो धरती माथिको आकाश रमाउन सक्छ, हाम्रो भविष्य उज्जवल बन्न सक्छ।